आजको यस विस्तृत विश्लेषणमा हामी एउटा यस्तो उच्चस्तरीय कानूनी र वित्तीय द्वन्द्वको छिरफार गर्दैछौँ जसले अहिले नेपालको दूरसञ्चार र ब्याङ्किङ क्षेत्रमा ठूलै भुइँचालो ल्याइदिएको छ। यो कुनै एउटा सामान्य कर्जा असुली वा एउटा कम्पनी डुबेको विषय मात्रै पक्कै होइन नि। यो त सर्वसाधारणको खर्बौं रुपैयाँको निक्षेप र राज्यको राष्ट्रिय सम्पत्ति बीचको एउटा ऐतिहासिक टकराव हो। सोचौं त, यदि राज्यको कानून र कर्पोरेट ऋण असुलीको कानून नै एक आपसमा बाजियो भने जित कसको हुन्छ होला? आज हामी नेपालकै सबैभन्दा ठूलो कर्पोरेट लडाईँको भित्री तहसम्म पुग्दैछौँ। अहिले यो घटनाक्रम सिधै चरम बिन्दुमा पुगिसकेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो अर्थात् सीआईबीले एउटा अत्यन्तै जटिल सम्पत्ति लिलामीको सूक्ष्म अनुसन्धान गरिरहेको छ। सीआईबीले सामान्यतया कस्ता घटना हेर्छ भन्ने त हामी सबैलाई थाहै छ। ठूला संगठित अपराध वा गम्भीर वित्तीय अपराधहरू। यसबाट यो विषय कति गम्भीर छ भन्ने प्रश्न हुन्छ। यहाँ त ठगी र आपराधिक विश्वासघात जस्ता सङ्गीन आरोपहरू जोडिएका छन्। राज्यको नियन्त्रणमा आइसकेको भनिएको स्मार्ट टेलिकमको अर्बौंको सम्पत्तिलाई ब्याङ्कले आफ्नो ऋण उठाउन भन्दै लिलामी गरेपछि यो पुरै विवादले उग्र रूप लिएको हो। अनि यो अनुसन्धानको आगोले कर्पोरेट क्षेत्रका प्रतिष्ठित अनुहारहरूलाई नै छोएको छ। नेपाल इन्भेस्टमेन्ट मेगा ब्याङ्कका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी अनि लिलामी प्रक्रियामा जोडिएका नरेन्द्र उलक र पलिना श्रेष्ठ सीआईबीको अनुसन्धानमा तानिए। ब्याङ्कको कर्जा असुली प्रक्रियामै सिधै सीओ पक्राउ पर्नु भनेको ब्याङ्किङ क्षेत्रको लागि पक्कै पनि एउटा अभूतपूर्व झट्का हो। यद्यपि निष्पक्ष रूपमा हेर्दा सर्वोच्च अदालतले भर्खरै पाण्डे र श्रेष्ठलाई थप सुनवाई अगावै थुनामुक्त गर्न आदेश पनि दिइसकेको छ। तर हिरासत बाहिर रहे पनि यो गम्भीर प्रकृतिको अनुसन्धान भने जारी नै छ। अब लागौं स्मार्ट टेलिकमको पतनतर्फ, एउटा आशलाग्दो सुरुवातदेखि भारी ऋणसम्मको यात्रा। यसलाई बुझ्न अलिकति विगततिर फर्किनुपर्छ। 2070 सालमा स्मार्ट टेलिकमले लाइसेन्स प्राप्त गर्यो। त्यो बेला एनसेल र नेपाल टेलिकमको एकाधिकार जस्तै थियो र स्मार्ट टेलिकम एउटा ठूलो सम्भावना बोकेर तेस्रो खेलाडीको रूपमा बजारमा आएको थियो। व्यवसाय विस्तार गर्ने हुटुटीसँगै 2074 सालमा कम्पनीले सहवित्तीयकरण मार्फत 5 अर्ब 20 करोड रुपैयाँभन्दा बढीको विशाल ऋण लियो। सहवित्तीयकरण भनेको एउटै ब्याङ्कले जोखिम मोल्न नसकेर धेरै ब्याङ्क मिलेर एउटै कम्पनीलाई ऋण दिनु हो। तर व्यवसाय सोचे जस्तो चलेन। 2079 सालमा दूरसञ्चार प्राधिकरणले लाइसेन्स नवीकरणको सूचना त निकाल्यो, तर न कागजात पेश भयो न त दस्तुर नै बुझाइयो। अन्त्यमा 2080 सालमा कानून बमोजिम कम्पनीको लाइसेन्स स्वतः खारिज हुन पुग्यो। यहाँनिर यो एउटा तथ्याङ्कलाई ध्यान दिएर मनन गरौँ है। 5 अर्ब 34 करोड। 2081 असोजसम्ममा स्मार्ट टेलिकमले सरकारलाई बुझाउन बाँकी बक्यौता र जरिवानाको डरलाग्दो आँकडा हो यो। एकातिर ब्याङ्कहरूको 5 अर्बभन्दा बढीको ऋण अनि अर्कोतिर सरकारलाई तिर्नुपर्ने यो 5 अर्ब 34 करोडको बक्यौता। यो यति विशाल वित्तीय खाडल थियो जसले पुरै प्रणालीलाई नै सङ्कटमा पार्न सुरु गरिसकेको थियो। यो सँगै सुरु हुन्छ कानुनी छिनाझपटी। ब्याङ्किङ कानून विरुद्ध दूरसञ्चार कानून। खासमा यो पुरै समस्याको जड भनेकै कानूनभित्रको एउटा ठूलो छिद्र हो। यहाँ दुईवटा पूर्ण रूपमा फरक उद्देश्य बोकेका राष्ट्रिय कानूनहरू आम्ने सामने भएका छन्। एकातिर राज्यको दूरसञ्चार कानून छ जसले भन्छ टेलिकम कम्पनी खारेज भएपछि त्यसको सम्पत्ति सिधै सरकारको हुनुपर्छ ताकि राज्यको स्रोत दुरुपयोग नहोस्। अर्कोतिर ब्याङ्किङ कानून छ जसले ब्याङ्कहरूलाई आफ्नो खराब कर्जा उठाउन धितो लिलामी गर्ने पूर्ण अधिकार दिन्छ, जसलाई नेपाल राष्ट्र ब्याङ्कको पनि दरिलो साथ छ। एउटाले राज्यको सम्पत्ति जोगाउन खोज्छ, अर्कोले सर्वसाधारणको ब्याङ्क निक्षेप। सरकारको दाबी र ब्याङ्कको अधिकार बीचको यही टकराउले अहिलेको यो गम्भीर सङ्कट सृजना गरेको हो। अब चर्चा गरौँ विवादित लिलामीको। बोलको बोल रकममा देखिएको अस्वाभाविक अन्तर। दूरसञ्चार प्राधिकरणले सम्पत्ति दाबी गरिरहँदा पनि ब्याङ्कले आफ्नो ऋण जसरी पनि उठाउन 15 दिने लिलामी प्रक्रिया अगाडि बढायो। लिलामीमा प्रोफेसनल बिजनेस नेटवर्कले करिब 42 करोड 50 लाख र ट्रान्सकेट टेकले 44 करोड 20 लाखको प्रस्ताव राखे। यी प्रस्ताव हेर्दा कबाडीमा परिणत भइसकेका टेलिकम उपकरणको मूल्य यति नै थियो होला जस्तो लाग्छ। तर 81 यहाँ एउटा गजबको ट्विस्ट आउँछ। एनसेल आजियाटाले सिधै 4 अर्ब 60 करोड रुपियाँको विशाल प्रस्ताव अघि सार्यो र लिलामी जित्यो। अरूले 40-45 करोड बोलिरहँदा एनसेल किन त्यसको 10 गुणा बढी तिर्न तयार भयो त?
यो अस्वाभाविक अन्तरले पक्कै पनि जो कोहीको मनमा एउटा गम्भीर शङ्का उब्जाउँछ। पछि त प्राधिकरणले यो लिलामी कानून सम्मत नभएको भन्दै सिधै अस्वीकार नै गरिदियो। अनि आउँछ कथामा नयाँ मोड, संस्थागत मिलेमितोको गम्भीर आरोप। सीआईबीको अनुसन्धानले यो पूरै प्रकरणमा एउटा नाटकीय मोड ल्याइदिएको छ। यो केवल कानूनको टकराव मात्र थिएन, यहाँ त भित्री रूपमै ठूलो मिलेम्तो भएको दावी गरिएको छ। अनुसन्धानले के देखायो भने एनसेलका नेपाली लगानीकर्ता दम्पति भावना सिंह श्रेष्ठ र सतीशलाल आचार्यको स्मार्ट टेलिकममा पहिल्यै 20% सेयर थियो। कानून त एनसेल आफै लिलामीमा सहभागी भएर आफ्नै लगानी भएको डुबेको कम्पनी किन्न मिल्दैनथ्यो। तर ब्याङ्कको लिलामी प्रक्रियालाई प्रयोग गरेर अत्यन्तै उच्च मूल्य तिरी घुमाउरो बाटोबाट स्मार्ट टेलिकमको फ्रिक्वेन्सी र उपकरण हत्याउने योजना बुनिएको सीआईबीको निष्कर्ष छ। यो संस्थागत मिलेम्तोको आरोप बाहिरिएसँगै ती लगानीकर्ता दम्पति अहिले देश छाडेर फरार भएको अवस्था छ। यसले के प्रश्न पार्छ भने यो अर्बौंको खेलमा पर्दा पछाडि धेरै ठूला स्वार्थहरू लुकेका थिए। तर यो विश्लेषणमा हामीले ब्याङ्किङ क्षेत्रको तर्कलाई पनि उत्तिकै गम्भीरतापूर्वक सुन्नुपर्छ। ब्याङ्कहरूको भनाइ एकदमै स्पष्ट र तार्किक छ। नेपाल राष्ट्र ब्याङ्कले उक्त ऋणलाई खराब कर्जामा राखेर जसरी पनि असुल उपर गर्न निर्देशन दिएको थियो। ब्याङ्कहरूको संयुक्त विज्ञप्तिमै भनिएको छ कि कानूनले उनीहरूलाई ऋण असुलीको विशेष अधिकार दिएको छ र यो कुनै पनि सीईओको प्रमुख दायित्व हो। सोचौं त ब्याङ्कले कानून अनुसार राखेको धितो लिलाम गरेर ऋण उठाउन पाएन भने के हुन्छ? एउटा ठूलो ऋण डुब्दा ब्याङ्क घाटामा जान्छ, त्यसपछि सर्वसाधारणले दुःख गरेर जम्मा गरेको निक्षेप जोखिममा पर्छ र अन्ततः देशको अर्थतन्त्र नै धराशायी हुन सक्छ। त्यसैले ब्याङ्कहरूले आफूहरूले केवल निक्षेपकर्ताको रकम सुरक्षित गर्ने कानूनी प्रयास मात्र गरेको तर्क अघि सारेका छन्। यो सम्पूर्ण प्रकरणले हामीलाई एउटा निकै पेचिलो प्रश्नको अगाडि ल्याएर उभ्याउँछ। जब एउटा कर्पोरेट संस्थाको वित्तीय सुरक्षा र कर्जा असुलीको अधिकार राज्यको दूरसञ्चार नियमन र राष्ट्रिय सम्पत्तिको दाबीसँग सिधै ठोकिन्छ, तब साँच्चै शक्ति र अधिकार कसको हातमा हुन्छ? ब्याङ्कले नागरिकको पैसा जोगाउने कि राज्यले आफ्नो फ्रिक्वेन्सी र सम्पत्ति जोगाउने? कानूनका यस्ता गम्भीर छिद्रहरूले भोलिका दिनमा जलविद्युत वा अन्य क्षेत्रमा पनि यस्तै भयानक सङ्कट निम्ताउला नि त। यो अरबौं रुपैयाँको लडाईँले नेपालको कानूनी र वित्तीय इतिहासमै एउटा ठूलो नजिर स्थापित गर्ने निश्चित छ। अब सीआईबीको अनुसन्धान र अदालतको अन्तिम फैसलाले यसलाई कसरी टुङ्ग्याउँछ त्यो भने हेर्न बाँकी नै छ। आजको यस विश्लेषणमा सँगै रहनुभएकोमा धेरै धेरै धन्यवाद। यस्तै रोचक र महत्त्वपूर्ण विषयका साथ हामी फेरि जोडिनेछौँ।